हेलो नमस्कार साथीहरू, स्वागत छ तपाईँहरूलाई मेरो युट्युब च्यानलमा। आज हामी मार्केट गइरहेको अवस्था छ, किनभने बकरिदको छुट्टीमा हामीहरू धेरै दिनदेखि रुममै थियौँ। रुममा भएको हुनाले अलि मार्केटतिर घुमेर केही सपिङ गरौँ र रमाइलो गरौँ भनेर रुमबाट निस्केका हुन्। हाम्रो ड्राइभर पनि मान्नुभयो, त्यसैले हामीहरू हिँडेर अब यहाँबाट कम्तीमा पनि 3-4 किलोमिटर पर मार्केट रहेको छ, तथा मार्केट गएर हामी केही सपिङ गर्ने तथा रमाइलो गर्ने व्यवस्था छ। त्यसैले साथीहरू तपाईँ त्यो सँगसँगै रहनुहोला। हामी तपाईँलाई आगामी मार्केटहरू तथा अन्य ठाउँहरू पनि देखाउने छौँ। कृपया साथसाथै रहनुहोला। भिडियोलाई पुरा हेरेर लाइक सब्सक्राइब हानिदिनु होला। हामी आएको यो मसला एरिया हो। मरमसला पाउनेहरू यहाँ चाना दालहरू यता मसलाको लाइन हेर्न सक्नुहुन्छ। मसलाहरू कस्तो राम्रो मिलाएर राखिएको छ। चिकन मसला, मटन मसला, धेरै मसला हुन्छ। दालहरू, धेरै चिजहरू यहाँ पाउन सक्नुहुन्छ। अगाडि हिँड्न जान्छु, तपाईँलाई देखाउन जान्छु म के पाइन्छ भनेर। हरेक चिज पाइन्छ, तपाईँले खोजेको चिजहरू यहाँ पाइन्छ। तर हामी विदेशमा भएको मान्छे अलि सस्तो चिज मात्र खोज्छौँ। अफरमा के छ, अफर भएपछि हामी उठाउनेछौँ। धेरै अब महँगो चिज त उठाउन सक्दैनौँ, किनकि हामी यहाँ कमाउन आएको हुनाले हामी धेरै महँगो चिज त हामी उठाउन सक्दैनौँ। यहाँ हेर्न सक्नुहुन्छ तेलहरू अफरमा छन्। अफरमा भएको तेलहरू साथीभाइले उठाउँछन्, हामी पनि त्यही तेल उठाएर लाग्ने हो। कति अब सस्तो मात्र हेर्ने हो, महँगो त हामी हेर्दा पनि हेर्दैनौँ। महँगोको त हामी हेर्ने बित्तिकै हामी परै जान्छौँ, किनकि यहाँ एक रुपियाँ बचाउनु पर्छ। मरुभूमिको देश हो, यहाँ भनेको हामीले पैसा बचायो भने भोलि हामीलाई नै काम लाग्छ। त्यसैले तपाईँ हेर्न सक्नुहुन्छ कि हामी कसरी घुम्छौँ, राम्रोसँग हेर्छौँ कुन ठाउँमा के को अफर छ। यहाँ सुगरहरू छन्। अब तपाईँ अगाडि हेर्न सक्नुहुन्छ के छन् भनेर। यहाँ चाउचाउहरू, नुडल्सहरू अफरमा हुन्छन्। कार्टुन लानुपर्छ। अब यस्तै हो, हेर्न सक्नुहुन्छ विदेशको बसाइ, साउदी अरब खाडी मुल्क। अब यहाँ भनेको हामी कहिलेकाहीँ मात्र यस्तो मार्केटहरू कुनै मार्केटहरू छिर्न पाउने स्थिति हुन्छ। सधैँ त काममै हुन्छौँ। अहिले हामी बिदा भएको हुनाले यतातिर आएका छौँ। हेर्न सक्नुहुन्छ कस्तो राम्रोसँग सामान मिलाएर राखिएको अवस्था छ। यहाँ हेर्नुहोस् दुधहरू छन्, जुन दुधहरू यहाँ अफरमा छन्। मिल्क तपाईँ लिन सक्नुहुन्छ। यहाँबाट आएर धेरै नै अफरै हुन्छ, कहिले अफर हुन्छ, कहिले अफर पनि हुँदैन। त्यसैले हामी अफर भएको बेलामा मात्र यहाँ छिर्ने गर्छौँ। हेर्न सक्नुहुन्छ हरेक चिजको हरेक आइटमहरू यहाँ पाउन सक्नुहुन्छ। तपाईँ सँगसँगै रहनुहोला। भिडियोलाई लाइक र सब्सक्राइब हानिदिनु होला। यहाँ हेर्न सक्नुहुन्छ ट्याङ, यो ट्याङ जुस हो जुन हामी घोलेर चिनी हालेर खान्छौँ। हेर्न सक्नुहुन्छ ट्याङ पनि लिन सक्नुहुन्छ यहाँबाट। गर्मीमा अब धेरै गर्मी भएपछि ट्याङ पनि खान सक्नुहुन्छ। यहाँ हेर्नुहोस् हाम्रो कम्पनीको साथीहरू पछाडि आउँदैछन्। उनीहरू पनि सामान अफरमा के छन् त्यही मात्र खोज्दैछन्। अफर भयो भने मात्र लिने हो, अफर छैन भने घुमेर जाने हो। केही त घुमेर भित्रको एसी त खाएर गइन्छ भन्ने उद्देश्यले पनि हामी यहाँ छिर्छौँ। अफर छैन भने हामी यत्तिकै 1-2 राउन्ड हानेर भएर पनि हामी यहाँबाट जान्छौँ। हेर्न सक्नुहुन्छ कस्तो राम्रो मार्केट। यहाँ हरेक चिजको सुविधा छ। बाथरुम पनि यसैमा छ भित्र, तपाईँ जान सक्नुहुन्छ। केही रोकटोक छैन यहाँ। तपाईँ यहाँ राम्रोसँग सपिङ गरेर काउन्टरमा जानुहुन्छ भने त्यहाँ गएर पैसा तिर्ने हो। काउन्टर अगाडि भएको हुनाले काउन्टर अगाडि छ, तपाईँले अहिले नै हेर्न सक्नुहुन्छ। अगाडि हिँड्नुहोस्, बिस्तारै तपाईँलाई सब देखाउने नै छु म। यहाँ हेर्न सक्नुहुन्छ सरफहरू,
सरफहरूको लाइन लागेको छ। अब अगाडि हेरेर तपाईँ पनि बुझ्न सक्नुहुन्छ कस्तो ठुलो मार्केट नै रहेको छ। यो मार्केट ठुलो छ, तर के गर्ने, हामी भनेको अफरै मात्र खोजिरहेछौँ। यहाँ हेर्न सक्नुहुन्छ, यहाँ भनेको मिक्सर ग्राइन्डरको आइटमहरू राखिएको छ, हेर्न सक्नुहुन्छ तपाईँ पनि। यहाँ हेर्नुहोस्, अगाडि तपाईँ हेर्न सक्नुहुन्छ बोर्डहरू छ, केबलको बोर्डहरू। यहाँ हेर्नुहोस् फ्राइपिनहरू, हेर्नुहोस् फ्राइपिन कस्तो दामी दामी छन्। तर के गर्ने, महँगो भएको हुनाले हामीलाई यस्तो फ्राइपिन। यहाँ हेर्न सक्नुहुन्छ अब झन् आइटमहरू छ, खानेकुराहरू यस्तो आइटमहरू पाउँछ। यहाँ हेर्न सक्नुहुन्छ यो हेर्नु झन् आइटमहरू, केकहरू हेर्नुहोस्, केकहरू, केक बिस्किटहरू, यो आइटम सामानहरू छन्। हेर्न सक्नुहुन्छ कस्तो मिलाएर राखेको छ। हेर्न सक्नुहुन्छ केकहरू, यहाँ ब्रेडहरू, यो सब ब्रेड लाइन हो। यहाँ तपाईँले ब्रेड पाउनुहुन्छ 2 रियाल 3 रियाल, हेर्न सक्नुहुन्छ 5 रियाल।